ट्रकले बहार हान उसलाई ट्र्याक्टरलाई हान्लाको यो जाँदैछु यस्तो सुनसानमा हुने बिहान रोड खाने अझै चारा हेलो नमस्ते सबैलाई सन्चै जग्गामा पनि सन्चै आरामै छु। अहिले बिहानको 4:30 भइसक्यो होइन। म चाहिँ किन आज बाटोबाट भिडियो गरेको छु भने म चाहिँ आज इन्डिया जाँदैछु। हजुरआमालाई लिएर म चाहिँ इन्डिया जाँदैछु। हजुरआमाको काम छ इन्डिया, त्यही भएर म अनि बाबा हजुरआमा अब 3 जना इन्डिया जाँदैछौँ आज चाहिँ। हजुरआमा तल बस्नु भएको दिदीको घर, म दिदीको घर जान्छु। अहिले 4:30 गइसक्यो। पहिरो गाडीमा जानु भनेर हिँडेको, यहाँ त सुनौलामा पहिरो गाडीमा जाने, अनि त्यहाँ उता छिटो हुन्थ्यो नि त। छिटोमा पुग्यो भने चाहिँ हजुरआमाको काम छिटो भन्छ, त्यही भएर हो यो हामीहरूमा सुतेको थियो। अनि बिहान जाने जिन्दगीमा पहिलोचोटि यति बिहानै उठेको अरे, त्यही भएर हामी जान्छौँ। हजुरआमाको काम आजै बस्नु भने बगाल हुन्थ्यो, आज साँझ फर्किनु पनि यदि बगेन भने भोलि बस्नको, आज पनि बस्नु र भोलि काम गरेर फर्किनुपर्छ। म चाहिँ गोरखपुरसम्म जान्छु होला होइन, त्यहीँसम्म यो डेस्टिनेसन आजको चाहिँ। हामी चाहिँ अटो खोज्दा तल आइसक्यो, अटै पाइन्न। हजुरमा हाइवेमा हिँड्नै सक्नुहुन्न क्या, अटोमा हो भनेको अटो छैन। बिहान के अटो चल्नु, अटो खोज्दै हिँड्यौँ, अटो पाइयो भने पाइँदै पाइने। हामी ट्राफिक आइसक्यो अटो खोज्दा खोज्दै, कहाँमा पुग्नु पर्छ थाहा छैन, चौडै पुग्नु सकिन्छ होला क्या अटो खोज्दै खोज्दै। पहिलो गाडी जान भनेको लास्टमा अटो नपाइ लाग्छ मलाई चाहिँ। सब सुनसान छ क्या यो मान्छेले त बुटल यस्तो सुनसानमा हुने आइज, बिहान रोड खाली हुने आइज अरे के अरू पनि लागेन। अरूमा ए आठ फोटो खिच्दैन लाइसेन्सको भोलि पर्सि लिखित लारुमुडी खाना एबिसी पढ्न सकेन तैँले 60 रुपियाँ पर्छ। अटो आयो लगेला मैले दिन्छु ल, मेडिकल हालिदिनु तैँले पैसा दिनुपर्छ। त्यो 60 रुपियाँ मेडिकल अटो पाएँ मैले। अटो यहाँ छ, हजुरले भित्र कपाल लाउनु हुन्छ अरे, हजुरमा कपाल लाउनुहुन्छ। अनि भैया कुर्चिया बस्ने अटो आउने भयो भन्नु बुढी ए गाडी आउला नि आउँछन् त्यहाँ बन्द होला नि। हामी सुनौली आयो, सुनौली आयो। अनि फेरि अब चाहिँ पाल्टी बोर्डर पार जाने हो, बोर्डर पारेर गाडी साडी चढ्ने हो। हजुरमा उहाँ रेक्समा बस्नु हो, गाडीमा के भिडियो गर्नु, गाडीमा भिडियो छोडी केही गर्न। हजुरमा आँखा नखा पुरै दाँत देखाइ दाँत झर्छ त्यही नै हो। जान्छौँ उहाँबाट पाल्टी राखेर गाडीमा जानुपर्ने हुन्छ हामी चाहिँ। यहाँबाट सिनु त पाइन्छ होला के अरे। हामी त गाडीमा बसिसक्यौँ, हामी 3जना मात्र छौँ यहाँ। यो गाडी यहाँ भयो हरिप लाभ हुन्छ, कतिको गाडी हरिप लाभ हुन्छ, पोखरी बस्छ नि त। हामी बस्छ, अब यहाँ एकछिन कोही रोक्छ होला, रोकेर कोही पनि छैन, सब खाली छ। पछाडि हाम्रो खाली उता 3जना हुनुहुन्छ। अनि हामी हजुर यहाँ बस्छ, बाबा यहाँ बस्नु भयो, एकछिन रोक्छ होला, 10-15 मिनट गाडी उता रोक्छ अनि जानुपर्ने हुन्छ। बाटोहरूमा चाहिँ बबाल छ कि बाटोहरू चाहिँ बबाल छ। सिलगढीको भिडियो गर्छु, त्यो हेर्नु होला। जति बोलेको मलाई गर्ने होइन, चिया खानाको यस्तो कृष्ण पाइन्छ कि जति चिया होइन, हरिप सानो देख्न पाइन्छ, हरिप गाउँमा चिया पनि सिस्टम चाहिँ बबाल छ कि गाडीमा चढ्ने बित्तिकै टिकट काट्नुपर्छ। गाडीमा चढ्ने बित्तिकै टिकट काट्नुपर्छ यताको चाहिँ, हरिप छ यताको सिस्टम चाहिँ।
ग्रिनमा ल्याउँदा उतातिर पुरै गाडीबाट झरेपछि बल्ल पैसा दिने नि त यता चाहिँ गाडीमा चढ्ने बित्तिकै पैसा दिनुपर्छ यहाँ गीत गाउनु बैलेंस लिखे हैं मुझे हजुरआमालाई दुःख भयो हजुरबाट दियो भन्नु भन्नु न आफूलाई मलाई दुःख भयो के गरौँ नभनौँ हामी के खाऊँ जानै पर्यो हिँड्दा हिँड्दा टक्क यहाँ जङ्गल यसमा यहाँ सधैँ यहाँ खाना खान रोक्छ कि नि त खाना नास्ता नास्ता खान रोक्छ हामी यहाँ आइसकियो टक्क सधैँ जुन गाडीमा आए पनि यही रोक्छ क्या पब्लिक बस्नु आएपछि हाम्रो चाहिँ यो खान लाग्यो चना मात्र रहेछ अरू केही पनि खाजा आइन्छ बस त्यहाँ रोकेको अरू चाहिँ मैले पकड खाइदिनु पकौडै पाइएन त्यहाँ त हरिप पाउँछ यत्रो उसमा चिया पाउँछ यो चियालाई दोहोरी भन्छ यसलाई चाहिँ चना खाएँ अनि यो चिया खान लाग्यो अनि हजुरमा चाहिँ बिस्कुट खानुभयो पकौडा भन्ने पकौडा केही पाइएन एउटा मात्र होटल लाग्यो यो जङ्गलमा होइन यहाँ मात्र रोक्छ कि जुन गाडीले पनि यहीँ रोक्छ उता गरपुरदेखि फर्किँदा पनि यहीँ रोक्छ अनि सुङ्गलदेखि आउँदा यहीँ रोक्छ अर्को बस पनि आयो सब बसले यहीँ रोक्छ क्या यताबाट आउनु पनि यहीँ हो जानु पनि यहीँ हो सब रोक्छ हामी आएको चाहिँ यताबाट आएको जानु चाहिँ यता हो स्टेट छ क्या जता स्टेट छ ठुलो त एक्स्ट्रा पनि खानु पर्दैन क्या मजा आउँछ हिँड्दा यस्तै भएको नि हाम्रो नेपालको बाटो कहिले हुने यस्तो थाहा छैन होइन जस्तो भए मजा आउँछ बसेर झऱ्यौँ अनि यति बसिरहँ आज छिटो आएको भएर होला होइन त्यस्तो साह्रो भिड पनि छैन केही पनि छैन हजुरआमा र म यहाँ बसिरहँ अब चाहिँ यहाँदेखि चाहिँ उता अगाडि जानु यहाँदेखि 10-15 मिनट अगाडि जानुपर्छ त्यहाँ अटो गरेर जानुपर्छ होला सायद त्यहाँ काम जुन काममा ल्याएको थियौँ त्यो काम चाहिँ 10-15 मिनट अगाडि छ अफिस त्यहाँ जानुपर्छ त्यहाँ जान्छन् आज पहिला हरि भिड हुन्थ्यो आज त खासै भिड पनि छैन ठिकै छ बिहानै आएको भएर होला सायद हामी अटोमा बसेर चाहिँ त्यहाँ ब्याङ्क जानु आँटेको अटो पाइयो अब ब्याङ्क जान्छौँ ब्याङ्क जान 10-15 मिनट लाग्छ होला यहाँ त हजुरआमा यहाँ हुनुहुन्छ हजुरआमा पुरै खुसी हुनु के अरे खानु त खुसी नह त नि हाँसिरहनु अझै कोरे अरे ल हामी भन्दै घुमेर जानुपर्ने हुन्छ जुनमा त्यहाँबाट जब जाने उता हो नि त भन्नु नि त अहिले तर भन्नु न भन्नु अजित चारा अजित चारा हरिप यति 1 मिनट रोक्ने बित्तिकै जाम हरिप हुन्छ कि यहाँ हरिपमा पपुलेसन बहुत धेरै छ नि त त्यही भएर बहुत धेरै हुन्छ बस ठोक्यो कि यहाँ चाहिँ खानुहुन्छ किन्ने बेलौती खानुहुन्छ र किन हो दाँत छ नि त दुईवटा अगाडि दुईवटा दाँत पनि त नि हजुर के अरे हरन भएर कानै चिस्काउन हाल्छन् क्या यति 1 मिनट रोक्न हुन्न गाडी रोक्नु जाम त यस्तो पर्छ नि अटोको मात्र अटो गाडी बहुत धेरै नि त जाम यति रोक्नु यति हरि पर्छ क्या हरन बजाउँछ त्यही माथि यस्तो रिस उठ्छ नेपालतिर त केही मतलब हुन्छ नि त होइन
यहाँ त मा हरन बजाएको झन् हरन अलिक ठोकिहाल्छ न हो ठिकै। हामी चाहिँ यहाँ आइसक्यो, हामी चाहिँ माथि जानु लाग्यो। हजुर म यहीँ नै बाबा हुँदैन हजुर यस्तै नगे ए यहाँ छोड्नु न हजुर अब यस्तै हिँड्नु आउनु आउनु अब आइयो क्या ए याला रिगा यो अँध्यारो छ यो घर। यो त लास्ट फोर हो क्या यहीँ भोला हालाएर पान खाएर यहीँ पुग्छ नि यहीँ थुकिखान त्यही हो रे लास्ट 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 फोर हो क्या हाम्रो गाउँको यहाँ पान खाएर पान सान खाएर सब फोर हो क्या बिङ हो यहाँ चाहिँ बिङ होइन बिङै बस्छौँ बिङ अझै फुलेको क्या छुट्याइन्छ अझै अझै आऊ त्यस्तो फोरो छैन होइन मेन सिटी चाहिँ बहुत दामी राम्रो छ क्या बहुत सफा गल्ली गल्ली चोक चोक त मा यति फोरो छ नि यार यति फोरो छ नि लास्टदेखि गभरि सेन्ट म यहाँ माथि सेन्ट आइरहेको थियो त्यस्तै मात्रै बेगले हेर्ने म देखाउँछु है त्यही साइडमा कति फोरो त्यही फलफुल बेच्नु राखेको क्या हेर्नु है लास्ट फोरो क्या यस्तो नारी छ यहाँ यस्तो फलफुल राखेको होइन यहाँ त्यस्तो फोर थुप्रै यही फलफुल छ होइन यो त लास्टै फोर हो क्या त्यो चाहिँ मलाई मनै पर्दैन के आफू त कहिले आयो भने मलाई जी जस्तो पाल होइन होला हात दिन्छु कि पान हात दिन्छु कि अझै किलो यहाँ झेउ लगाइसकेर बस्दा बस्दा यार पपुलेसन त बहुत धेरै क्या यहाँ कोदालले रुम्बिहान क्या हेर्न कोदालो सुदा फौरा सौराले रुम्बिहान क्या त्यसरी बस्छन् अनि आफ्नो घरमा जसलाई काम गर्न आफ्नो घर बनाउनुहुन्छ के कामको लागि मान्छ कि त्यो मान्छे आउँछ बुखारले जान्छ क्या चोकचोकमा बस्ने चाहिँ यस्तो आधा चोकमा हरिप बस्छन् कि यस्तो ओठाबाट मैले देखेन यहाँ चाहिँ हरिप देख्छु क्या काम बल्ल भ्याइयो भन्दा पनि 50% भयो काम 50% भएन 2-3 घन्टा लाग्यो कि हामीलाई यहाँ ब्याङ्कमा यता जाऊ उता जाऊ झुलाइदियो 50% मात्र काम भयो योभन्दा अझै यति 50% मात्र भएको थियो अहिले पनि 50 भयो अहिले पहिला पनि 50 चाहिँ भएको थियो अहिले पनि 50% नै काम भयो पुरा काम भएन 3 घन्टा हामीलाई ओइल जाऊ पल्टी गरेर भुलाइदिएको गरेर हजुर मतलब भित्रबाट नसकेर बाहिर आउनुभयो बाबा आउँदै हुनुहुन्छ बाबा आउँछ र अनि हामी जान्छौँ उताबाट केही खान्छौँ केही खान्छौँ अनि फेरि खाएर अनि गाडी चढ्छौँ होला सायद चढेर जान्छौँ होला नि हुँदै हुन्न जहिले आउँदा ल्याङ गर्छ कतिखेर आउने के भएको यस्तो लाग्छ नि गाडी चढ्नु कहाँ पुग्छ होला कि होइन हामी हुन पुग्यो नआउँछ 50% मात्रै अहिले 50% मात्र होइन भ्याउ मात्र लाग्छ जहिले आउँदा हामी चाहिँ जान आँटेको बाबा अटो लिनु जानु होला हजुरआमा र म चाहिँ झर्दैछौँ अगाडि झर्ने सुत्तालदेखि नै हिँड्नु पर्छ ल्याएर हजुर पल्ल झर्दै हुनुहुन्छ के गर्नु हाम्रो हजुर छ्यानल वर्ष हुनुभयो क्या छ्यानब्बे वर्ष होला त्यही पनि हिँड्न सक्नुहुन्छ झोला झोला कस्तो बोकिन्छ झोला झोला केही थिर्छ पैसा आयो त्यो गर्दा अब खाना लाग्यो खाना त गर्ने यसलाई यो खाना लाग्यो यो छोले यो खान्छौँ अनि खाना खाएर अनि हामी चाहिँ भजन पर्ने गाडी चढ्छौँ खाना खाएर यो फुलेबाट फत्ता दामी देखिन्छ फुलेको हुन्छ क्या फुलेको माग्नुपर्छ अब गाडी आउँछ नि गाडी आएर हामी जान्छौँ त्यो अन्य आएकै भिडियो हुन्छ सब होइन त्यो भिडियो गर्ने बाटोमा खासै भिडियो गर्दैन त्यही पनि कोही ठाउँ राम्रो लाग्यो भने त्यो गर्छु होला
अरू भिडियोहरू म बाटोमा केही पनि गर्दैन। त्यही नै हो, अब केही स्पेसल भेटेर मात्र गर्छु, नत्र अघि आएको जुन बाटो त्यही नै हो। त्यही भिडियोमा के सिमसिम डबल गर्ने भने म त्यो गर्दैन होला सायद। त्यही अब गाडी आउँछ, गाडी आएपछि हामी जानुपर्ने हुन्छ। यहाँ हरिब जाम लाग्छ कि एकछिन बस यताउति गयो बित्तिकै हरिब जाम लाग्छ सबके। ट्राफिक पुल त 0 छ कि यहाँ चाहिँ होइन। म त्यो बुझेँ क्या, बाबु त अगाडि जानुभयो, लास्टै घाम भयो। पनि यता आधी बाटो आइसक्यो। म त निदाएको छु, गाडीमा चल्नु बित्तिकै निदाएको छु। अनि फेरि म हाम्रो बाटोको भिडियो मैले क्लिक गरेको छैन। एकचोटि अब उतै गएर भेट्नु। टडकले हान्नै भएर उनी हान्ने त्यहाँ उस टडकले बहर हान उसलाई, ट्र्याक्टरलाई। ट्र्याक्टरलाई हानु ड्राइभर चाप्यो क्या? के चाप्यो त? ड्राइभर चाप्यो हेर छैन, रगत त छैन। रातै के त होइन सिसाहरू उसले हानेछ कि यसलाई होइन, यसले ल्याएछ कि यता कसको मान्छे रगतै फेरि कस्तो भयो त? यो कसरी मिलाउँछ नि गाडी मेरो